वासिङ मेसिनको चाइल्ड लक हटाउनु छ भनेदेखि साथीहरू वासिङ मेसिनमा चाहिँ सिया लागिरहेको हुन्छ त्यसलाई हटाउनु त्यो लक छौन्जेलसम्म चाहिँ केही पनि चलाउन मिल्दैन सियाल छौन्जेल है चाइल्ड लक हुन्छ किनकि यो चाइल्ड लक हो कसैले चाइल्डहरूले चलाउँछन् बिगार्छन् भन्ने तरिकाले हो यो सेफ फिल गर्नलाई त्यही भएर चाइल्ड लक कुनै पनि खिचिँदैन हेर्नुहोस् है कुनै पनि त्यो फङ्सनहरू चल्दैन त्यसको लागि हामीले सिम्पल त्यहाँ हाम्रो उसमा हुन्छ त्यहाँ चाइल्ड लक भन्ने हुन्छ त्यसमा चाहिँ हामीले 5 सेकेन्ड जति यसरी मैले अहिले भिडियोमा देखाएको जस्तै प्रेस गरियो भनेदेखि चाहिँ त्यो चाइल्ड लक हटेर जान्छ है त्यही भएर हजुरहरूले कहिलेकाहीँ त्यस्तो भएको बेलामा यसरी यो भिडियो हेरेर बनाउन सक्नुहुनेछ ल हेर्नुलाई चाइल्ड लक हटिसकेको छ चाइल्ड लक हटेपछि अघि नचलेका फङ्सनहरू चल्न थालिसकेका छन् हजुरहरूले यसरी आफ्नो वासिङ मेसिन बनाउन सक्नुहुनेछ।